नमस्ते अनि गुड मर्निङ तपाईँहरू सबैलाई। म साथी सिलुको। आज जुलाई 1 2025 अनि आजको दिनमा यो नयाँ महिनाको सुरु हुँदा म सबैभन्दा पहिला चाहिँ यहाँहरू सबैलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। आभार केको लागि भन्दा भर्खर मात्र केही दिन अगाडि जुन 27मा मैले एउटा यहाँहरूसँग सेयर गरेको थिएँ साथी एकाडेमीको बारेमा। साथी एकाडेमी इज माई ब्रेन बेबी भनौँ न, एउटा प्रोफेसनल आफ्नो अम, क्षेत्रको कुरा हो, जसबाट चाहिँ मैले यहाँहरूको लागि अनलाइन कोर्सेसको सुविधा उपलब्ध गराउन चाहेको छु। र जुन बेला मैले साथी एकाडेमीको बारेमा सेयर गरेँ अनि त्यो दिन सेयर गरेदेखि आजको दिन यो 3 दिनको भित्रसम्म चाहिँ झन्डै 115 जना जोडिसक्नु भएको छ र उहाँहरू सबैप्रति चाहिँ आभारी छु। एकदमै दशौँला जोडेर नमन गर्न चाहन्छु। किनभने पढ्ने र पढाउने क्रम कहिले पनि सकिँदैन। लर्निङ नेभर एन्ड्स र म आफै पनि आफूलाई एउटा लाइफ लङ लर्नरको रूपमा चिनाउन चाहन्छु। यति भन्दै गर्दा विगत झन्डै 30 वर्षको अनुभवलाई सँगालेर र यहाँ अमेरिकन युनिभर्सिटीकै कुरा गर्दा पनि 12 वर्ष त यहाँ पढाएको भइसक्यो। यो सबैलाई समेटेर चाहिँ मैले सर्ट कोर्सेसहरू अहिले सबैलाई समय हुँदैन, गर्नुपर्ने कति कुरा हुन्छ, पढ्नुपर्ने कति कुरा हुन्छ, जानुपर्ने कति कुरा हुन्छ, तर समय हुँदैन। त्यसैले हृदयङ्गम गर्दै चाहिँ छोटो कोर्सहरू 5 हप्ताको छ, 3 हप्ताको छ र 1 हप्ताको छ इन्ट्रोडक्टरी, त्यो तयार गरेको छु। अनि त्यो तयार गरेको कोर्सहरू चाहिँ 7 वटा विभिन्न एरियाहरूमा छन्। त्यसले गर्दा चाहिँ तपाईँहरूले आफ्नो रुचिअनुसार, आफ्नो इन्ट्रेस्ट अनुसार चाहिँ त्यो कोर्स छान्न सक्नुहुन्छ। के छन् त? हुन त साथी एकाडेमीको पेजमा पनि छ, तपाईँहरूले गयो भने देख्न सक्नुहुन्छ। मैले फ्लायरहरू पनि आफ्नो फेसबुकको त्यो प्लेटफर्मबाट सेयर गरि नै रहेको छु। तर पनि यहाँहरूको लागि आज रिपिट गर्न चाहन्छु। त्यो 7 वटा फरक फरक विषयहरू के हुन् भन्दा, एउटा चाहिँ पर्सनल हेल्थ र वेलनेस। यो भनिहालेँ, पर्सनल हेल्थ र वेलनेसको कुरा गर्दा चाहिँ मैले पोहोर साल मात्र यो हार्वर्ड मेडिकल स्कुलबाट पनि वेलनेसको क्लास गरेको थिएँ र आफ्नो विगत पढेका कुराहरूको र पढाएका कुराहरू सबैलाई तयार पारेर गरेको छु। त्यो आफ्नो हेल्थको लागि भइहाल्छ। र एउटा खुसीको कुरा भन्नुपर्दा यो पर्सनल हेल्थ र वेलनेसमा चाहिँ अलरेडी स्टुडेन्टले रेजिस्टर गरिसक्नुभयो नेपालबाट र युएसबाट नै। अनि अर्को दोस्रो छ फ्यामिली एन्ड फाइनेन्स। हामीलाई त जे कुरामा पनि फाइनेन्सियल सेक्टर त पढ्नु नै पर्छ। त्यो जबसम्म हामीलाई फाइनेन्सियल कुराहरूको राम्रोसँग जानकारी भए मात्र हामीले घरको राम्रोसँग परिचालन गर्न सक्छौँ। र यो कोर्स चाहिँ मैले युनिभर्सिटी लेभलमा फ्यामिली फाइनेन्स रिसोर्स म्यानेजमेन्ट भनेर कोर्स पढाउँदै आएको छु र यिनीहरूको बारेमा यिनीहरूसँग कम्पाइल गरेर थोरै गरेर चाहिँ सानो कोर्स तयार गरेको छु, दोस्रो। र त्यसको लागि पनि एकजनाले नेपालबाट अनि एकजनाले चाहिँ यहाँको इस्ट कोस्टबाट रेजिस्टर गरिसक्नु भएछ यो दुइटै कोर्समा। र थर्ड आउँछ चाहिँ एन्टरप्रेन्योरसिप फर एन्टरप्रेन्योर्स भनेको छु। एन्टरप्रेन्योरसिप भन्दा हामीहरूमध्ये कतिजनाले आफ्नो काम गरिरहेको हुन्छौँ होइन, 9 to 5 जब गरिरहेको हुन्छौँ, बट एट द सेम टाइम यु वान्ट टु डु समथिङ एल्स। आफूलाई मन लागेको हबीको कुरामा चाहिँ सानो केही सुरु गर्न चाहन्छु भन्ने हुनुहुन्छ कतिजनाले। अनि उहाँहरूलाई हृदयङ्गम गर्दै चाहिँ एन्टरप्रेन्योर्स हु वान्ट्स टु बी एन्टरप्रेन्योर, उहाँहरूलाई चाहिँ आफूमा सोख भएको कुराहरू, कसैको कुकिङमा हुन्छ, कसैको चाहिँ डेकोरेटिङमा हुन्छ, कसैको राइटिङमा हुन्छ, फोटोग्राफीमा हुन्छ, त्यो कुराहरूलाई चाहिँ कसैले एउटा एन्टरप्रेन्योरियल अपर्च्युनिटीमा ढाल्ने भन्ने कुरा चाहिँ त्यसमा मैले सिकाउँछु। किनभने मेरो आफ्नो पिएचडी रिसर्च पनि एन्टरप्रेन्योरसिपमा हो। त्यसले गर्दा चाहिँ यो थर्ड कोर्स हो। र फोर्थ छ प्रोफेसनल डेभलपमेन्ट एन्ड कम्युनिकेसन। चाहे हामी जुन क्षेत्रमा काम गरौँ, जे क्षेत्रमा काम गरिरहेको हौँ, त्यसमा चाहिँ प्रोफेसनल डेभलपमेन्ट त जहिले पनि लाइफ लङै चाहिने कुरा हो र कम्युनिकेसनको ठुलो महत्त्व हुन्छ। र यो कोर्स चाहिँ दिस इज वान अफ माई फेभरेट कोर्स टु, र आई हेभ बिन टिचिङ इन द युनिभर्सिटी अफ टेक्सास फ्रम लास्ट 10 इयर्स। यसमा चाहिँ पढाइरहेको छु। त्यो कुराहरूलाई तयार पारेर अहिलेको सर्ट कोर्स गरेको छु। प्रोफेसनल डेभलपमेन्टमा पनि एकजना रेजिस्टर गरिसक्नुभयो। अनि आउँछ टाइम म्यानेजमेन्ट र जर्नलिङ। हामी सबैको 24 घन्टा हुन्छ, तर त्यो 24 घन्टालाई हामीले राम्रोसँग परिचालन गर्न नसक्दा चाहिँ जहिले पनि भ्याइ नभई तर कुनै प्रोडक्टिभ काम भइरहेको हुँदैन। र त्यो भइरहेको हामी सबैको उति नै भएको समयलाई कसरी परिचालन गर्न सकिन्छ राम्रोसँग र प्रोडक्टिभ वेमा, सो द्याट यु विल ह्याभ द आउटकम द्याट यु वान्ट, द्याट यु डिजायर भन्ने कुरालाई लिँदै
त्यो टाइम म्यानेजमेन्टसँग एउटा चाहिँ जर्नलिङ पनि राखेर, किनभने पास्ट अलमोस्ट 40 इयर्स आई हेभ बिन जर्नलिङ, र त्यसबाट भएको रिजल्टहरू चाहिँ आफ्नै प्रत्यक्ष अनुभव छ, र पढाएको कुराहरूलाई गरेर तपाईँहरूले पनि त्यही स्किल अवलम्बन गरेर के गर्न सक्नुहुन्छ भन्ने बारे तयार पारेको छु, टाइम म्यानेजमेन्ट एन्ड जर्नलिङ। र नम्बर 6 मा आउँछ प्यारेन्टिङ एन्ड रिलेसनसिप। हामी जो प्यारेन्ट्स छौँ अथवा चाहिँ हामी आफ्नो बाबुआमा नबनिसकेका पनि बाबुआमा त हुनुहुन्छ नि, सो प्यारेन्टिङ इस्युज अनि रिलेसनसिप इस्युज चाहिँ जहिले पनि फ्यामिलीको एउटा इन्टग्रल पार्ट हो। त्यसमा चाहिँ कम्युनिकेसनको, कन्फ्लिक्टको कति कुराहरू आउँछ, त्यही भएर चाहिँ घर एउटा आनन्द शान्त भयो भने अरू सबै कुरा व्यवस्थित हुँदै जान्छ। त्यसले गर्दा प्यारेन्टिङ र रिलेसनसिपको पनि कोर्स छ। र अन्तिम चाहिँ स्ट्रेस, एङ्जाइटी, इन्सोम्निया म्यानेजमेन्ट भन्ने रहेछ। अनि यसमा चाहिँ भन्दा हामी सबैलाई कति कुराहरू गर्दा स्ट्रेस भइरहेको हुन्छ, एङ्जाइटी भइरहेको हुन्छ, त्यसले चाहिँ हाम्रो स्वास्थ्यमै असर पारिरहेको हुन्छ। यो सबैले गर्दा निन्द्रा नलागिरहेको हुन्छ, यो हामी सबैको कमन प्रब्लम हो। र त्यो कुराहरूलाई चाहिँ हामीले कसरी हेल्प गर्न सकिन्छौँ भन्ने बारे यी यावत 7वटा कोर्सहरू स्ट्रेस एङ्जाइटीकोमा पनि रेजिस्टर गरिसक्नु भयो। र अहिलेसम्म चाहिँ यहाँको मैले 7वटा अफर गरेको कोर्समा 3वटामा चाहिँ पर्सनल हेल्थमा, अनि फ्यामिली फाइनेन्स र स्ट्रेस एङ्जाइटी एन्ड प्रोफेसनल डेभलपमेन्टमा चाहिँ अलरेडी सुरु गरेको 3 दिनमै यहाँ विश्वको फरक कुनाहरूबाट, टेक्ससबाट, अनि अमेरिकाको अर्को स्टेटबाट, नेपालबाट रेजिस्टर गरिसक्नु भएको छ। यति भन्दा के भन्न चाहन्छु भनेदेखि तपाईँहरूमध्ये कोही इन्ट्रेस्ट हुनुहुन्छ भने तपाईँहरूले आफ्नो सुविधा अनुसार, जस्तो म अहिले चिया खाइरहेको छु, तपाईँ आफ्नो घरमा बसेर चिया खाँदै पढ्न सक्नुहुन्छ। आफ्नो मिल्ने समयमा चाहिँ यहाँले त्यो समय पठाउन सक्नुहुन्छ, र मसँग त्यो मेरो मेरो यदि त्यो क्यालेन्डरमा खाली समय छ भने मैले चाहिँ यहाँहरूले मागेकै समयमा म पढाउन सक्छु, म तयार गर्न सक्छु। अनि त्यसको साथै अरू कतिजनाले सोध्नु भएको थियो भनेदेखि यो अमेरिकामा मात्र हो त अथवा अरू कुनामा नि हुन्छ भन्दा, संसारको जुनै कुनामा भए पनि तपाईँ संसारको जुन कुनामा हुनुहुन्छ, यदि युएसका क्लासरुमको अनुभव लिन चाहनुहुन्छ, तर यो विभिन्न यावत कुराहरूमा चाहिँ के लिन चाहनुहुन्छ भनेदेखि राइट टु मी, मलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ, साथी एकाडेमीको पेजमा जान सक्नुहुन्छ, र आफूलाई मन परेको कोर्स छान्न सक्नुहुन्छ। र त्यसको साथसाथै चाहिँ मैले इमेल पनि राखेको छु, जिमेल छ त्यसमा, साथी एकाडेमी 9@gmail.com, SATHI साथी भयो, साथी एकाडेमी 9@gmail.com, त्यसमा पनि यहाँले इमेल पठाउन सक्नुहुन्छ। त्यही भएर जो जोडिनु भएको छ उहाँहरूलाई धन्यवाद छ, जो जोडिसक्नु भएको छैन यहाँहरू प्लिज कनेक्ट टु द पेज। अनि तपाईँहरूमध्ये तपाईँको आफन्तहरू होलान्, साथीहरू होलान्, छोराछोरी होलान्, भाइ बहिनीहरू होलान्, जसलाई चाहिँ यी मध्येहरू पढ्न मन लागेको छ, केही कुरा सिक्न मन लागेको छ, र त्यो पनि थोरै समयमा, बिकज अल दिस कोर्सेस आर सर्ट कोर्सेस। एउटा चाहिँ 5 विक्सको छ, अनलाइनबाट पढाइन्छ, जुमबाट पढाइन्छ सबै। अनिखेरि त्यसपछि त्यो 5 विक्सको कोर्स गर्नेलाई चाहिँ सर्टिफिकेट अफ कम्प्लिसन पनि दिने व्यवस्था छ भनेदेखि अर्को 3 विकको कोर्स छ। हप्ताको 1 दिन 1 घन्टा हुन्छ, जुमबाट हुन्छ। 3 विकको कोर्स छ, र अनि एउटा 1 विकको छ। 1 विकको भनेको चाहिँ एउटा इट्स अ काइन्ड इन्ट्रोडक्टरी कोर्स। एक दिनमा त पढेर सकिने कुरा हुँदैन, तर त्यो 1 हप्तामा चाहिँ 2टा क्लास प्रोभाइड गर्छु, र त्यसमा चाहिँ आफूले चाहेकोमा कुरामा चाहिँ यहाँहरूले लिन सक्नुहुन्छ। र त्यो 3वटा कोर्सको चाहिँ फरक फरक टाइमहरू हुन्छ, 5 विक्स, 3 विक्स एन्ड 1 विक। अनि त्यो जसले गर्न चाहनुहुन्छ मेसेज गर्नुहोला, सेयर गर्नुहोला, र आउनु होला। Let's welcome July with the learning attitude, and we can do it too. Again, Sathi Academy likes to thank all of you for your support, encouragement, and connecting to me directly, showing your interest to join this class. र जसले चाहिँ जोइन अलरेडी गरिसक्नु भएछ उहाँहरूलाई चाहिँ एकदमै धेरै वेलकम भन्न चाहन्छु। र अब हाम्रो त्यो टाइमिङको कुरा भइरहेको छ, र छिट्टै नै यो क्लास सुरु हुन्छ, यही हप्तादेखि नै सुरु हुन गइरहेको छ। र जसले जोडिनु भएको छैन, दिस इज द वन्डरफुल अपर्च्युनिटी, बिकज अहिले पनि मैले टेक्सास वुमेन्स युनिभर्सिटीमा पढाइरहेको छु, तर मैले यहाँहरूसँग 1-on-1 पढाउन सक्छु, र त्यो गर्न चाहिँ मैले आफूले पनि सिक्ने मौका पाउँछु, सिकाउने मौका पाउँछु। सो लेट्स युज दिस अपर्च्युनिटी एन्ड लेट्स जोइन द एकाडेमी। थ्याङ्क यू सो भेरी मच।